तपाईँलाई कस्तो लागिरहेको त मलाई कस्तो लागिरहेको तपाईँलाई कस्तो लागिरहेछ मलाई घरभित्र कस्तो लाग्यो छ राम्रो भन्दा धेरै राम्रो लाग्यो मिसाउनु है त्यो सिक्काले पोज गरिदियो फाइनल्ली सुटिङ गाइज फाइनल्ली बुवा यही शब्द बोलिदिनु गाइज नमस्ते एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल खगराज बराल ब्लगमा हजुरहरूलाई स्वागत छ है। अनि के छ भन्दाखेरि अब हामी चाहिँ भोलि घर जाँदैछौँ, त्यही नै हो अब भोलिको भिडियो आजदेखि बनाउँदैछु। यहाँ हामी हिँडिसकेका छौँ, कस्तो लागिरहेको छ रमाइलो होला पहिला के भन्छ भने एक्लै चाहिँ हिँडेर अन्त बुढीसँग हिँड्न पाएको मक्ख छ सुन्नलाई काँध पनि भयो सजिलो हुन्छ होइन अनि अल्छी लाग्दैन जानु पाइयो मस्किँदै बेहुली जस्तो देखिया अरे लगेर यस्तो देखिया भन्छु मलाई वाक्क ढिक्क लागिसक्यो के भइसक्यो वाक्क ढिक्क लागिसक्यो बाटो जानु छ डाँडा बिगाउनु कस्तो भन्छ तिमीलाई रारा लाग्दैछ रा अहिले गएपछि भनौँला कस्तो फिल होला त्यही धेरै सोध्नु अनि म भनौँला। अहिले चाहिँ मेरो अलिक ठिक छैन, मलाई बसेर बसेर अल्छी टाइम खान्छु। कस्तो लागिरहेछ तिमीलाई ढाड बजिरहेको पुरै जिउ कोलपुर एक्सप्रेस हामी गएको बुवा के चपेर खाँदै के हो खै ए कस्तो लागिरहेछ अरे के काँचो काँचो भयो चट्ट लाएर खाइन्छ अब
के रे हाँ यो भनेको कलपुरको बस पार्कमा आएको दामी रह बस पार्क कलपुर बस पार्क यताबाट यहाँ गाडी पल्टेको छ मैले त भाग सब कुदेर गाडी हाम्रो बुवा कुदे हाम्रो बुवा कुदिरहनु भएन यहाँ यस्तो छ हाम्रो गाडी यहाँ छ यो हो हाम्रो गाडी गाडी पल्टेको छ सूचना 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 भाइ यसको बालुवा यसमा हालेको छ सुन्तला कसरी हो दिन्न आधा किलो कि 1 किलो आधा किलो दिदी आधा आधा कपडे खानुहोस् बटालु कासम्म तपाईहरु दाइ एकछिन ओ दाइ एकछिन छिटो आउनु सबैजनाले है हजुरले फाइनली यही गाडी हो गाइस यही गाडी हो अब हामी यहाँबाट निस्किन्छौँ हामी लास्टमा रेडी हुँदैछौँ हाम्रो म्याम सल चाहिँदैन तिमीलाई बसको नम्बर पछि जाँदा चाहिन्छ नि त यही गाडी हो गाइस हामी आएको टक्क लगाएर यो भाँडाहरू चढ हामी त भ्याउँछौँ बुवाहरू पोच गरिदियो फाइनल्ली सुटिङ गाइज फाइनल्ली बुवा 2 शब्द बोलिदिनु पर टेम्परको पाइएला त पाइँदैन हामी अघि काममा आएका छौँ यहाँ आइहाल्यो कस्तो पाइँदा अब एकजना जोडी अनि अर्को जोडी
राम्रो आएको छ। हेलो गाइज, अब हाम्रो फेरि पनि भिएस सकिसकेको छ यहाँनिर। खालि कस्तो कालो आएको तिमीहरूको अगाडि त म। ल गाइज, अब यस्तै छ। मलाई ल हेर, हाम्रो फेरि तेस्रोचोटि फेरि बिहे भइसकेको छ। 3 पटक टिका लगाइसकेका छौँ। हामीलाई फेरि हेर्नु बाँकी छ। यस्तै छ। ल गाइज, सबैले माया गर्नु होला। अब यस्तै छ। यो माला पनि लगाएका छौँ सँगसँगै। टाउको दुखेर मर्नु नभाच्नु पनि भएको छ। मन चञ्चले मेरो पारा यस्तै छ, जस्तो देखे थिए त्यस्तो। ए तिम्रो यिनलाई नथाहा भएको के छ? तिमीलाई नथाहा पाएको के छ? के पनि छैन। यो चाहिँ के हो त? तेस्रो बिहे हो। पहिलो बिहे त हेर्न पाएन। तेस्रो बिहे न, तेस्रो टिका लाउने भन न। तेस्रो बिहे भन्ने बित्तिकै अर्को मिनिङ बुझिन्छ। तिमी पनि अनेक नबोला। इङ्गेजमेन्टको एकचोटि, त्यसपछि गएर बिहे गरेको दुईचोटि, भेट्टाएको तिनचोटि, आज फेरि चारचोटि। तपाईँलाई कस्तो लागिरहेको त? तपाईँलाई कस्तो लागिरहेको? तपाईँलाई कस्तो लागिरहेको छ? मलाई घरभित्रमा कस्तो लागेको छ? राम्रो भन्दा धेरै राम्रो लाग्यो। तपाईँलाई कस्तो लाग्छ? राम्रो लाग्छ। सानी भुरी रहेछ जस्तो लाग्दैन? सानी रहेछ भुरी रहेछ जस्तो लाग्दैन? बच्चै रहेछ जस्तो लाग्दैन? बच्ची कहाँ हुन्छ? बच्ची कोही हब्बे फ्लाइट सुन्दा अन्त सानो पनि हुँदा ठुलो पनि हुँदा। ल यस्तो छ है। कुरो सकिसक्यो, बे सकियो भने नि भयो अब आजदेखिबाट। अब 3-4 दिन भइसक्यो निधारमा टिको लगाएको गरेको। निधारको टिका ननिखेरी नि रातै हुने भइरह। अनि यो चाहिँ हाम्रो सुर्खेतको घर भइहाल्यो। यस्तै छ गाइस, सेयर गर्नु भिडियो बनाउँदै गर्छु। मिसाउन है त्यो सिक्का यस्तै छ। अब हामी चाहिँ बेदार्ताको बारेमा बुझ्न जानु लागेको थियौँ। त बेदार्ता गरिसकेर त्यसपछि गएर फर्किने भन्ने प्लान हाम्रो। त्यो उसमा खऱ्यो नि त, के भन्छन् रे, ब्यागमा, त्यो कालो ब्यागमै। नाइटहरू जन्मदर्ता लिएर अब म चाहिँ हिँड्ने लागेँ। उहाँ आउँदै हुनुहुन्छ, हस्बेन्डजी। नै नबेली जोडी भनेर भनिदिन्छ, नै नबेली जोडी। हामी चाहिँ गयौँ सुर्खेत बजार घुम्न। बाबाई। कस्तो कालो आएको म बनाउँछु अनि म बनाउँछु। अनि के भन अरे? सामान लिन आएको। कार्गो बन्द भइसकेको छ। 5 बजे, बिहान 7 बजे खुल्छ अरे है। अब यहाँसम्म आइयो, अलिकति एयरपोर्टसम्म आइयो, अलिकति दुःख पाइयो। पकाएर जाइन्छ, तरकारी लगाइन्छ, अरू के गरिन्छ? अब केही गर्दैन, घर खाना पकाइन्छ। खाना म कालो आएको कि तिमी गोरो भएको है? तिमी मात्र मलाई नि कालो